वास नगरपालिका वडा नम्बर 4 मा रहेको कोटी मन्दिरको प्राङ्गणमा छौँ। आज हामीले फोहोर व्यवस्थापन सम्बन्धी विशेष छलफल थियो। हामी वडावासी भन्नाले अब यो जग्गाको छेउछाउमा रहेका जग्गावाला र त्यो टोलका सम्पूर्ण अभिभावकहरूलाई हामीले बोलाएर विशेष छलफल राखेका थियौँ। अब उहाँहरूको राय बुझेर फोहोरलाई कसरी उहाँहरूको भनाइ के थियो भनेपछि फोहोर गनाउने हो, हामीलाई अप्ठ्यारो हुन्छ भन्ने मनमा थियो। त्यो विषयमा हामीले विशेष छलफल गऱ्यौँ। छलफल गर्दाखेरि कुहिने हामीले यसमा चाहिँ कुहिने फोहोरहरू ल्याउने होइन, नकुहिने फोहोरहरूलाई मात्र प्राथमिकता दिने हो र कुहिने फोहोरहरू आयो भने पनि त्यो च्याम्बरहरू बन्छ, त्यसलाई चाहिँ तपाईँको ठाउँ ठाउँमा च्याम्बरहरूलाई चाहिँ कुहिनेलाई एकातिर, नकुहिनेलाई चाहिँ सेग्रिगेसन गरेर त्यसमा चाहिँ 8-10 जना कर्मचारीहरू हुन्छन्। कर्मचारीले सिसा, प्लास्टिक, त्यहाँ आउने कपडा, झोला आदि इत्यादि सामान, फलामका टुक्राहरूलाई अलग अलग गर्नुहुन्छ। अलग अलग गरेर अलग अलग राखिसकेपछि त्यसलाई एउटा गोदाममा थुपारिन्छ। जस्तै फलामलाई एउटा गोदाममा, सिसालाई एउटा गोदाममा र प्लास्टिकलाई एउटा गोदाममा गरेर थुपारिन्छ। त्यो थुपारेपछि जुन सामान एक ट्रक पुग्छ त्यो चाहिँ डाइरेक्ट कम्पनीले नै रिसिभ गरेर लिएर जाने हुन्छ। जो आम जनताको बुझाइमा के थियो भनेपछि यहाँ धेरै फोहोर भएपछि गनाउला, हामीलाई हिँड्न डिस्टर्ब होला, फोहोर फैलेला, प्लास्टिक उडेर आउला भन्ने कुराहरू थिए। ती कुराहरूलाई उहाँहरूलाई हामीले विश्वस्त दिलायो र भोलिको दिनै हाम्रै नजिकै रहेको धनगढी उपमहानगरपालिकामा फोहोर प्रशोधित केन्द्र छ, त्यसमा चाहिँ गएर उहाँहरूलाई विशेष अवलोकन भ्रमण गराएर त्यसपछि चाहिँ हामीले प्रक्रियामा लैजाने भन्ने छलफल भएको छ।